नमस्ते। आज चाहिँ उड्दै बित्ति मेरो कान्छाले चाहिँ आलुको पराठा खाने भन्यो अनि चाहिँ यहाँ चाहिँ म आलुको पराठा रेडी गर्दैछु। यो भुटेको जिरा, नुन, मसला, तेल अनि चाहिँ माथिबाट थोरै जमानो हालेपछि चाहिँ यसलाई चाहिँ राम्रो डाइजेस्ट हुन्छ। अनि यो चाहिँ यता आलु पनि हाम्रो बोइल भइसक्यो, आलु छोलेर पनि राखिसक्यौँ। छोराछोरीले भनिसकेपछि हामी आमाहरू हैन जे पनि गर्न रेडी भइहाल्छौँ कि यी छोराछोरी भनेको यति माया किन लाग्ने रहेछ कि बच्चा-बच्चीको, आफ्नो बच्चा-बच्चीको माया अति लाग्छ के। अति के जे गरे पनि आफ्नो बच्चाको लागि चाहिँ अरू गरौँ यो आमा हुनुै ठुलै कुरा रहेछ जस्तो माने के मैले चाहिँ। आमाले त सबै चिज गर्न सक्छ भन्छन्, सही रहेछ। यहाँ चाहिँ हिजोको घिउ पनि हाम्रो हेर्नु न कति राम्रो भइसकेको छ। अनि चाहिँ यहाँ पराठा बनाउँदैछु म चाहिँ। खोइ किन होला मेरो छोराहरूको लागि चाहिँ म त जस्ट डु एन्ड डाइट हो के, जे पनि गरौँला जस्तो लाग्छ। यिनकै लागि त बाँचे जस्तो लाग्छ कहिलेकाहीँ, बच्चा बच्चीको लागि आफ्नो। अनि चाहिँ यहाँ रेडी कान्छाको सबै कुराहरू, अचार, दही। अनि यसले चाहिँ दही चाहिँ सादै खाँदैन है, चाट मसला हालेरै दही खाने।